केटी अबे महँगो छ नसुम यस्तोलाई छुनु हुँदैन यो महँगो सामान यति छुने होइन टक्क हेर्ने हो होइन सस्तो कहाँ हुन्छ कुन हुन्छ टक्क त्यो हेर्ने हो कि वाच चाहिए छ त्यसो पुरा लेडीज के लिए चाहिए जेंट्स के मेरे लिए चाहिए ना क्या बात कर रहे हैं त्यहाँनिर त्यो घडी हेर्नु गएको होइन दाम भनेर तर्साइन्छ दाम सुनेर तर्साइन्छ त्यसपछि जाने त्यो 14-15 केटीको घडी लाउनु भन्दा त बरु हाम्रो यो टाइम खराब चलेको घडी पनि ठिक छैन तर एउटा कुरा होइन आम्मा लुलु के भन्नु हो ठिकै छ ह्याप्पी कस्टमर बाहिर आइसकेपछि होइन लाइफ त के हुनु अब घरमा बसेको बेला होइन के कस्तो घरमा बस्दा त बिन्दास होइन अब आज दिनभर ड्युटी गर्दा पनि होइन राति टाइम मिल्छ कि जे गर्ने पनि टाइम मिल्ने कि होइन दिनभर काम गर्दा पनि राति अब यताउता जाने टाइम सबै मिल्ने कि होइन तर यहाँ के टाइमै नमिल्ने यहाँ सो हेलो गाइस सो फेरि पनि तपाईँलाई स्वागत छ मेरो न्यू ब्लगमा सो आज फेरि पनि तपाईँहरूको सामु लिएर आइसकेको छु आज न्यू ब्लग सो आज चाहिँ होइन सो फर्स्ट चाहिँ के भन्न चाहन्छु भने सो सबैजनालाई ईद मुबारक सो अहिले ईदको टाइम छ होइन सो ईदको टाइम छ त्यसैले अब आज अलिकति घुममा बनाउनु चल्दिउँ भनेको अलिकति यो यता अलिकति मेरो काम पनि थियो सो त्यही भएर त्यो कामले गर्दा त्यहाँनिर जानुपर्ने थियो त्यही भएर अब बिहान दिनभर निस्किन मिलेन क्या दिनभर त्यो गर्मी पुरा थियो नि त त्यो गर्मीले गर्दा दिनभर चाहिँ निस्किन पाइएन सो त्यही भएर एकछिन टाइम मिलाएर अब अहिले बेलुकाको टाइम छ अहिले शीतल पनि भएको छ नि त त्यही भएर सो अहिले अब एकछिन टाइम मिलाएर निस्किएको थिएँ केटाहरूलाई फोन गऱ्यो केटाहरू भने सब कोही कहाँ अघि गइसकेको छन् कि त्यही भएर अब एक्लै हिँडेको केटाहरूलाई भनेको सब 20जना कोही कहाँ सबैजना गइसकेको छ क्या घुम्न सो त्यही भएर अब एक्लै हिँडेको जाउँ होइन यता सिसारतिर एकछिन जान्छु त्यहाँ गएर त्यसपछि अब अलिकति सिसारतर्फ हुँदै उता अलिकति उहाँ मार्केट जानुपर्ने छ मार्केटमा अलिकति सामान किन्नुपर्ने छ नि त सो त्यही भएर जान्छु सिसारतिर जान्छु त्यहाँबाट अलिकति घुमघाम गर्दै होइन एक्लै अब केटाहरू छ नि केटाहरू भए पो यसो रमाइलो गर्दै जानु अब कोही छैन त्यही भएर एक्लै हिँड्यो हल्लिँदै अलिक बेलुका पनि भइसक्यो अब ठिक्क भएको छ कि अलिक मौसम अलिक ठिक्क छ अघिसम्म पुरा गर्मी थियो नि त दिनभर चाहिँ पुरा गर्मी थियो अब निस्किनु नमिल्ने खालको गर्मी थियो क्या दिनभर चाहिँ सो अहिले अलिकति ठिक्क भएको छ मौसम ठिक भएको छ त्यही भएर अलिक नाइटमा निस्केको सो अब हेरौँ न के कस्तो हुन्छ आजको ब्लग होइन जस्तो अब यसो सानोतिनो नर्मल भिडियो चाहिँ बनाउने कोसिस गर्छु आज होइन के कस्तो हुन्छ सो जाउँ हेरौँ र भिडियो हेर्नु होला त पुरै हेर्नु होला के कस्तो लाग्छ भन्नु होला होइन अब राम्रो लाग्यो भने त यसो लाइक गरिदिनु होला कमेन्ट गरिदिनु होला सेयर गरिदिनु होला र सब्सक्राइब गरिदिनु होला होइन भिडियो राम्रो नराम्रो के कस्तो छ यसो मिठो कमेन्ट चाहिँ गरिदिनु होला होइन सोधिराख्नु होला सो जाउँ अगाडि बढौँ होइन के कस्तो हुँदैछ अगाडि जाउँ आज अब ईदको टाइम पनि छ नि त ईदको टाइममा प्रायः सबैको छुट्टी पनि छ क्या अहिले अब अहिले ईदको टाइमले गर्दा सबैको छुट्टी छ हिजो मेन अब ईद चाहिँ यताको चाहिँ अब हिजो थियो क्या ईद मेन ईद चाहिँ हिजो थियो अब आज पनि अब कता आज होला सो ईदको टाइमले गर्दा उतातिर पुऱ्यो अहिले मान्छेहरू पनि लास्टै हुन्छ होला नि त उतातिर निकै छ क्या आज पुरा मान्छेहरू अब यो ईदले गर्दा होइन सब बाहिर निस्किरहेको छ क्या घुम्न हिजो र आज सो म पनि अब हिजो निस्क्यौँ भने अब हिजो मिलेन क्या हिजो अब जस्ट ड्युटी थियो छुट्टी पनि थिएन अनि आज अलिकति ईदले गर्दा छुट्टी पनि पाएको छु त्यही भएर एकछिन निस्क्यौँ भनेर अनि अलिकति भिडियो पनि यसो बनाए जस्तो गरौँ भनेर यसो निस्केको थिएँ हेरौँ नि त अगाडि तर आज त यतातिर पनि पुरै भिड हुन्छ होला कि अरू दिन चाहिँ फ्राइडे हुन्थ्यो अब अहिले ईदको टाइमले गर्दा आज पनि सायद भिडै हुन्छ होला गरेर पनि हेरौँ त्यहाँनिर के कस्तो छ आज सो म चाहिँ आइपुगेँ अहिले होइन सिसाइडतिर सो अहिले आम्मा पुरै क्या मान्छे त अनि कम्ता रहेनछ त अनि लास्टै क्या मान्छे आइपुग्यो होइन अगाडि पुरै क्या मान्छे पुरिँदैन अगाडि सब भलिबल खेल्ने अरे कि सब भलिबल खेल्ने भन्दा नि हेर्ने चाहिँ लास्टै रहेछ क्या फेरि जाने सो आयो अब किनभने हेरौँ होइन के कस्तो छ अलिकति हेरेर त्यसपछि यहाँबाट हेरेर त्यसपछि अलिकति अगाडि जानु पऱ्यो सो जाउँ
हेरिदिउँ के कस्तो हुँदैछ को छ यसो मान्छेहरू हेरिदिउँ न त्यसपछि गइदिउँ है त सो म चाहिँ अहिले दाजुरा आइसक्यो यहाँनिर मान्छेको भिड देखेर आज त के हो मान्छेहरू त अनि पुरै कुवेतकै मान्छे आज यहीँ भेला भएको छ कि अब लास्ट डेकै मान्छेहरू पनि आम्मा पुरै मैले एक्सपेक्टै गरेको थिइनँ कि यत्रो मान्छे हुन्छ भनेर आज पुरै जहाँ आएर त्यही मान्छे नै मान्छे 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 पुरा हिँड्ने ठाउँ नभएको क्या अस्तिकै यत्रो मान्छे म सोचिरहेको थिएँ अब नर्मलै होला मान्छे अरूदिनको जस्तो अब नर्मलै होला भनेर सोचिरहेको थिएन तर होइन कि आम्मा म चाहिँ के सोचेको थिएँ होइन नर्मल मान्छेहरू होला अरू दिनको जस्तो जस्तो ठिक्कको होला भनेर सोचिरहेको थिएन तर होइन कि पुरै के आम्मा एउटा अलिकति पनि ठाउँ छैन हिँड्ने त्यस्तो छ सो र पनि अब गइदिउँ होइन बिस्तारै 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 अब गइदिउँ अब केटाहरू कोही भेटिएन होइन अब त यसो साथीहरूसँग अब जाँदा त अब रमाइलो हुन्थ्यो अलिअलि भए पनि केटाहरू पनि कोही भएन क्या कोही कता गइदियो अब केटाहरू आउने पनि कोही भएन एक्लै अब एक्लै पनि रमाइलो छ रमाइलो भइरहेको छ होइन चाहिँदैन कोही पनि एक्लै ठिक छ अनि मान्छेको भिड देख्दा त अनि त हाम्रो गाउँतिर अब कस्तो हुन्छ भने नि हेर्नु त अब मेला लाग्छ नि मेलाको बाटो कस्तो हुन्छ त्यो थाहा छ होला नि हो त्यस्तै के त्यो अब मेलाको मान्छे त मेला सकिने बेला होइन कि त अगाडि कतिको हुन्छ त्यस्तै कि पुरै यहाँनिर अब अलिकति त तर्की हिँड्नुपर्छ कि त्यस्तो मान्छेहरू पुरै मान्छेको भिड पनि मैले अब पुनः आइसकेन अलिकति जस्तो अगाडि छ त्यसपछि त अनि उहाँ आइपुगिहाल्छ त्यो मेरो पनि त्यस्तो खासै त्यस्तो केही गर्दिनँ कतैतिर जानु पनि घुम्दिनँ पनि सिधै त्यही मार्केट जाने मार्केट अलिकति त्यो सामानहरू किन्नुपर्ने छ त्यो सामान किने त्यसपछि अनि म पनि निस्किहाल्ने हो सो त्यो भिडबाट जस्ट बल्ल जसो तसो गरेर होइन सुवेता चाहिँ आइपुग्यो अलिकति यहाँ आएपछि अलिक शान्त भयो क्या त्यो भिड देखेर मलाई मोटाको घुमेर आएको थियो क्या अलिकति यति साह्रो भिड यार अब हुन त अब ईद पनि लागिरहेको छ उनीहरूको पर्व हुन्छ नि त अब सबै फ्यामिलीसँगै त आउँछ नि त अब घुम्न मन यसो पार्कतिर त आउँछन् मान्छेहरू त्यही भएर आज अलिकति बिहान त ईदले गर्दा आज त्यस्तो भिड भएको नभए त अरू दिन त्यस्तो खासै हुँदैन जस्ट एक दिन चाहिँ फ्राइडे हुने हो अरू दिन त त्यस्तो खासै भिड हुँदैन नि त त्यसै अहिले चाहिँ ईदले गरेर त्यस्तो भिड भएको सो म पनि अब आइसकेँ होइन सो हाम्रो यता अलिकति हाम्रै मार्केट हो हुनु त हाम्रै मार्केट हो अब त्यही मार्केट यहाँ अलिकति अब के कस्तो हुन्छ होइन अलिकति सामानहरू किनेर त्यसपछि जानुपर्ने हुन्छ किनकि राति पनि धेरै पनि नघुमौँ होइन जस्तो जाने एक दुईवटा सामान पनि हिँडिहाल्ने है त सो अब भित्र छिर्ने जस्तो अब के कस्तो हुन्छ होइन सो यहीँ हो होइन बिल्डिङमा यसो दिउँसो चाहिँ हेर्दाखेरि चाहिँ जस्तो अब बाहिरबाट हेर्दा चाहिँ होइन पुरै त अब भुतबङ्गला जस्तो देखिने क्या होइन राति हेर्दा चाहिँ पुरै अलिकति लाइटिङ साइटिङ गरेर अलिक ठिक हुँदो रहेछ अब दिउँसो हेर्नुभयो भने चाहिँ कस्तो हुन्छ भने होइन पुरै अब ऊ के भुतबङ्गला जस्तो कि अझै जस्तो लाइटिङ साइटिङले गर्दा अलिक राम्रै देख्दो रहेछ खासै त्यस्तो नराम्रो त देख्दो रहेछ ठिक देखिँदो रहेछ सो भित्र छिरेर अब के कस्तो हुन्छ अलिअलि होइन सामानहरू किनेर सुकुन त अब होइन कस्तो हुन्छ हेरौँ सो यहाँ छिरेर चाहिँ अलिकति होइन शान्त मिल्यो कि भित्रको त्यो गर्मीले गरेर पुरै आमा पाकिसकेको थियो सो अलिकति यहाँ छिर्यो अलिक शान्त भयो कि अलिक आराम मिल्यो त्यो मार्केटभित्र म खासै त्यस्तो अब भिडियोहरू बनाएको थिइनँ पाएछ अब यसो ट्राई गरेर के कस्तो हुन्छ अलिक कपडाहरू हेर्नुपर्ने छ कता के कस्तो हो होइन सबै लेडिजहरू प्यान्ट त ठिकै छ
मलाई मेन कुरो यो अलिकति काम गर्नलाई पब्लिक सबै किन्नुपर्ने थियो क्या, त्यही भएर हो। यो त वाइटबाट त नलिँदा पनि हुन्छ किनकि काम गर्नको लागि हो। ट्यागहरू ट्यागहरू तर कस्तो मोटो मोटो गरेर छ कि अलिक त्यो जाडोमा लाउने खालको छ कि। अब मलाई यो गर्मीमा लाउने खालको चाहिएको थियो, तर जाडोको खालको छ कि, जाडोमा लाउने खालको ट्यागहरू छ। ठो टी सर्ट मैले मेन कुरो एउटा टी सर्ट यहाँ देखेको थिएँ कि राम्रो राम्रो टी सर्ट देखेको थिएँ कि, टी सर्ट चाहिँ लिनुपर्ने थियो र। सो टी सर्ट त राम्रो राम्रै छ, तर लिने कुन त्यही सोचिरहेको छु। अस्तिको पालि आउँदाखेरि चाहिँ राम्रो राम्रो टी सर्ट थियो, आजको पालिमा चाहिँ के हो त्यो। पातलो पर्छ, पुरै सेट हो कि सिङ्गल हो यो? टुपेडी महँगो छ, नसुम यस्तोलाई छुनु हुँदैन। यो महँगो सामान यति छुने होइन, टक्क हेर्ने हो होइन। सस्तो कहाँ हुन्छ कुन हुन्छ टक्क त्यो हेर्ने हो कि। अस्ति हेर्दा चाहिँ राम्रो राम्रो टी सर्ट थियो कि, अहिले त रहेन रहेछ। यस्तै भएर अस्ति मन परेको थियो क्या एउटा राम्रो खालको टी सर्ट। अहिले त हेर्दै मन नपर्ने खालको छ। यो लाएर काम गर्नु भएन, गाह्रो हो त। अस्ति हेर्दा दामी दामी भेटेको थियो होइन, त्यसको काम गर्नु हुने खालको। आज त अलिक खासै राम्रो राम्रो रहेन रहेछ कि। सो र पनि यसो टी सर्ट हेरौँ, त्यसपछि अनि अगाडि बढाउँ त भिडियो। सो होइन यो लिन आँटेको कस्तो अब अघि दिन हेर्दा आम्म केही राम्रो नभेट्ने कि। सो बल्ल अलिकति यो जे पर्ला भने यसो उठाइदिनु पऱ्यो भनेर सबै यसलाई उठाइदिनु पऱ्यो होइन, के कस्तो छ होइन, हामी देखेको छ छैन र पनि यसो उठाइदिएको। सो उठाइदिउँ है त। यही अब एउटा ट्याग लिएको, यो लिएको, अब अरू के छ यसो अलिकति हेरौँ होइन, त्यसपछि अनि अरू देखा जाला। सो अब यता होइन। सो अब यहाँ चाहिँ निस्क्यौँ होइन। सो यता भइसक्यो, तल अलिकति जाने, तल अलिकति वाच लिनुपर्ने, हेर्नु पऱ्यो त्यो के कस्तो छ। यही हो, यति चाहिँ लिएको होइन। एउटा ट्र्याक र एउटा सर्ट लिएको, तल चाहिँ के तल गएर हेरौँ होइन। वाच राम्रो लाग्ने एउटा वाच लिनु पऱ्यो, नभए अब राम्रो लागेन भने त के छ र। यसो घुम्दै होइन के कस्तो लाग्छ, कुन राम्रो लाग्छ के लाग्छ सबै अब हेरौँ न। त्यो सबै पहिला त होइन तल गइदिउँ पहिला। सो तल गइदिउँ, त्यसपछि अरू देखा जाला। यहाँबाट तल गयो भने त ग्राउन्ड फ्लोर रहेछ कि, यहाँबाट तल गयो भने चाहिँ मैले कुन साइडमा वाच देखेको थिएँ। वाच सो यो साइडमा रहेछ। सरी त्यता वाच हेरौँ कस्तो छ होइन। ठिकै छ एउटा साइडमा अघि कुन साइडमा वाच अरू साइडहरू हेरौँदाखेरि वाच चाहिए छ त्यसो पुरा अच्छा ठीक, लेडीज के लिए चाहिए जेंट्स के लिए? मेरे लिए चाहिए ना, क्या बात कर रहे हैं। नहीं मैं पूछ रहा था किसके लिए है, तो किसी और के लिए गिफ्ट के लिए लेते हैं। नहीं गिफ्ट के लिए नहीं, खुद के लिए जाएगा आप सो वाच रे एउटा अब होइन राम्रो खालको कस्तो। सो एकछिन अलिकति हेरौँ है त, त्यसपछि अनि अगाडि कन्टिन्यू गरौँ।
सो आम्मा त्यहाँनिर त्यो घडी हेर्नु गएको होइन दाम भनेर तर्साइन्छ दाम सुनेर तर्साइन्छ त्यसपछि पानी त्यो 14-15 केटीको घडी लाउनु भन्दा त बरु हाम्रो यो टाइम खराब चलेको घडी पनि ठिक छैन सो म एउटा हाफ प्यान्ट चाहिँ लिनु पऱ्यो भनेको हाफ प्यान्ट कता छ यार सो हाफ प्यान्ट चाहिएको छ कि हाम्रो लागि सो हाफ प्यान्ट ड्युटी जानु मिल्यो भने हाफ प्यान्ट आएर पनि हुने कि त्यो पनि मिल्दैन प्यान्ट लाउनुपर्छ सो प्यान्टहरू टी सर्टहरू मात्रै छ यता छ जस्तो छ एकैछिन यतातिर हेरौँ होइन त्यसपछि अनि टी सर्ट पुरै टी सर्टकै पुरै टी सर्टैमा चाहिँ मलाई चाहिएको हाफ प्यान्ट साइडमा अलिकति खोया छोरा उताति चाहिएको कुन गल्ली हो यही कति के मिला भेट्न त भेट्यो यो सेट खालको रहेछ नि त मलाई सेट खालको भन्दा पनि सेट खालको भन्दा मलाई सिङ्गल चाहिएको थियो त्यो सेट लिएर के गर्नु टी सर्टहरू छ हाफ प्यान्ट त भेट्यो तर यो कुन खालको हाफ प्यान्ट भेट्यो ठिक छ अब यस्तै एउटा जस्ट काम चलाउको लागि लिनुपर्छ जस्तो छ यो कस्तो छ मलाई म्यान त यसो रुममा बस्नलाई चाहिएको नि त यसरी प्राइजहरू पनि दस आउँछ प्राइज हेर्दाखेरि प्राइज सो निस्किन 1 केडी 500को हाफ प्यान्ट 500को हाफ प्यान्ट है त एउटा लिउँ भनेको यार कुन एउटा लिउँ यहाँदेखि लिन सकिँदैन जस्तो सो अहिले आजको लागि यति नै सपिङ गऱ्यौँ धेरै नलिउँ होइन यसको पनि प्राइजमा अलि राम्ररी हेरेको छुइनँ कति हो के हो 890 ठिक छ यत्रो आयो होइन अब यति त लिनु पऱ्यो होइन दुईवटा चाहिँ टक्क ल अब चाहिँ अरू चाहिँ म केही नलिने हेर्दा त लिनु मन लागेको छ तर पनि केही नलिनु अब सिधै यहाँदेखि निस्किने है त अब आजले यति नै बुझ्दा अरू बेला अरू के अरू किन्नु मन लाग्यो अरू बेला किन्नु ल आज चाहिँ अब यति नै त चस्मा ट्राई गर्ने चस्मा ट्राई गर्दा त के हुँदैन नि त कस्तो देख्यो ठिक छ सो अलिकति यहाँनिर अलिक सानोहरू छ अलिकति झऱ्यो भने अहिले फेरि नुकसान हुन्छ हो चाहिएन केही पनि सब म निस्क्यौँ धेरै ढिलो भइसक्यो होइन धेरै ढिलो भइसक्यो धेरै बेर नबसौँ अब तल जाने कति हो बिल होइन बिल बुझ्ने त्यसपछि अनि लाग्ने त्यहाँनिर त्यता पनि रहेछ नि प्यान्ट त रहेछ मैले काम गर्ने खालकै प्यान्ट रहेछ त प्राइस कति छ प्राइस छैन ए दार्जिलिङ
फिल्स पुरै 600 फिल्स वान केटी 990 अरे 600 फिल्सको यतापट्टिको 1 केटी 190 यतापट्टिको 600 फिल्स ए कस्तो बाटो के उतापट्टि राम्रो राम्रो राखेको तिरेको चाहिँ पुरा होइन उताको राम्रो राम्रो जता यतापट्टि नराम्रो नराम्रो उता राम्रो राम्रोपट्टि होइन राम्रो राम्रो जता छ त्यतातिर चाहिँ पुरा महँगो न महँगो राखेको थिएन अनि जता सस्तो छ त्यतापट्टि पुरा त्यो नराम्रो नराम्रो त्यो बिग्रेको होइन हेर्दा पनि मन नपर्ने घिनलाग्दो खालको क्या सामान राखिदिएको आमा है यस्तो सो अब केही नलिने होइन यहाँबाट लिनु यो ठुल्ठुलो मार्केटहरू लिनु काम छैन उता सस्तो सस्तो होइन ठिक्कको अरू मार्केटबाट लिनु त्यही ठिक हुन्छ बाहिर बाहिर यसो बङ्गाल मार्केट गयो त्यहीँबाट लियो यताबाट नलिउँ अलिकति त्यसले फेरि गरी फेरि देखाउनु थालिहाल्छ फेरि अरे यहाँ त पुरै नै टिभी लिइदिएको क्या हो दामी दामी रहेछ भाइ स्पिकरहरू त अनि के लिने तर मोमो सारा सिर्फ हेर्ने हो सित बुझाउने हो यस्तो प्राइज हेर्नु नि प्राइज यहाँनिर प्राइज 600 200 100 नर्मल प्राइस त कुनै छैन कि ड्रोनको लागि ब्याट्री चाहिएको थियो होस् अलिक नलिउँ अहिले अब सिधै अब मेरो आँखा बन्द गरेर यहाँदेखि चाहिँ अब निस्किहाल्ने हो भइसक्यो होइन आफ्नो सपिङ पनि सकिसक्यो होइन अब जाने हो यताबाट फाइल पुगिन्छ यताबाट पुगिन्छ यताबाट फाइल पुग्नुभन्दा यताबाट गरिदिउँ न कताबाट गरिदिउँ टेन्सन भइसक्यो कता यता जाउँ कि उताबाट जाउँ भइसक्यो जताबाट जाँदा पनि यसो उस्तै हो कि तर एउटा कुरा होइन आम्मा लुलु के भन्नु हो ठिकै छ ह्याप्पी कस्टमर यसो अरू केही लिउँ कि भनौँ होइन प्रायः सुनेर तर्सिन्छ होइन अब के लिउँ त्यसपछि त अनि त्यसपछि त चल्दिने प्राइस हेर्ने हो होइन त्यसपछि चाहिँ त्यही हेर्ने हो तर्सिने त्यसपछि चलिहाल्ने हो त्यसपछि के गर्नु अब त्यहाँ बसेर कामै छैन सरी मलाई यही जस्तो अलिकति फेरि एक दुईवटा सामान लिनु थियो अलिकति पछाडि यसो काम गर्नको लागि पेन्सन के लिन्थ्यो होइन सो त्यही लिएर अब हिँडेको बाटो खाली छ बाटो क्रस गरिदिइहालौँ होइन सो त्यही हो अब यस्तै भयो होइन अब जाने हो यतातिर अब यसो के कस्तो छ होइन केटाहरू को छ त्यहाँ अब भेटौँ त्यसपछि त्यहाँ केटाहरूलाई भेटेपछि त्यसपछि अनि लाग्नुपर्छ होला हल्कुदमा छिर्दा त हुने तर के हो त्यहाँ झन् बेसी तर्साउँछ त्योभन्दा राम्रो अब फटाफट रुम जाने हो रुम गएर खानासाना खाने हो सुत्ने हो त्यसपछि त अब के हो यस्तै हो अब आजको अब ईदको छुट्टी पनि सकियो अब यस्तै भयो दिनभरि सुतेर बित्यो राति एकछिन यतातिर आयो घुमो सक्यो अब भोलि फेरि अब ड्युटी जानुपर्छ होइन के अब लाइफ भनेको यस्तै छ यहाँ त बाहिर आइसकेपछि होइन लाइफ त के हुनु अब घरमा बसेको बेला होइन के कस्तो घरमा बस्दा त अब बिन्दास होइन अब आज दिनभर ड्युटी गर्दा पनि होइन राति टाइम मिल्छ कि जे गर्ने पनि टाइम मिल्ने कि होइन दिनभर काम गर्दा पनि राति अब यताउता जाने टाइम सबै मिल्ने कि होइन तर यहाँ के टाइमै नमिल्ने यहाँ यता यसो टाइम मिल्थ्यो त्यतिखेर फ्यामिलीसँगै भएर हो कि के हो होइन तर यता त
दिनभर काम, दिनभर त के भन्नु, मेरो त रातिको ड्युटी छ। रातभरि काम गऱ्यो, दिनभर सुत्यो, फेरि सुतेर उठेर खाना सादा खायो ओऱ्यो, टिफिन बोकेर फेरि काममा चल्थ्यो, अरू के छैन। सो अब बाटो क्रस गरौँ होला है। बाटो क्रस गरौँ कि नगरौँ पनि भइरहेछ। अब उतातिर गएर पनि फेरि के गर्नु, कसलाई भेट्नु र, अब कसैलाई नभेट्ने, अब सिधै रुमतिर जाने। अब एक साइड हुँदै अब सिधै रुमतिर लाग्ने, अब कतै क्रस नगर्ने, जाने अब रुमतिर। धेरै भयो, आज धेरै घुमाइसक्यो, गलीमा घुम्नुभन्दा त बुझ्दैन। रुममा गएर आरामले खाना खाएर सुत्नु, आराम रेस्ट गरेर भोलि फेरि ड्युटी जानुपर्छ। बल्ल एक दिन छुट्टी छ, त्यो पनि कहाँ नै घुमेर बिताउने हो त नि। अब ड्युटीमा पनि दिनभरि हिँडेको, अब दिनभरि रातभरि हिँडेको गर्नुपर्छ। अब एकछिन आज एक दिन आराम पाइन्छ, त्यो दिन त अब यसो अलिकति आराम, खुट्टालाई पनि आराम दिनु पऱ्यो नि त। धेरै हिँडेर पनि त भएन नि त। त्यसैले अब जान्छौँ, कोही भएन, एक्लै भयो होइन। एक्लै भयो भने यसो अलिकति अब रमाइलो गरे जति छ, अब एक्लै जति रमाइलो गर्न सकिन्छ होइन, त्यही चाहिँ गऱ्यो। यो आजको रमाइलो गर्ने, यसैको लागि रमाइलो गर्न आएको। यसो गाउँघरतिर हुँदाखेरि होइन, बाहिर जाउँ भनिन्छ होइन। अनि यहाँ आइसकेपछि त त्यसपछि त अनि घर जाउँ हुँदो रहेछ नि हौ। घरमा हुँदाखेरि कहिले बाहिर जाउँ, मेन बाबालाई पुरै थर्काउने होइन, हप्काउने, कहिले बिसाइदिन्छस्, के दिन्छस् होइन, त्यसो भन्ने कि अब पुरा अब जस्तो मेन बाबालाई पुरै अब होइन, कहिले उ गर्ने, पुरै अब यत्रो टाइम भइसक्यो, कहिले दिने भिसा झार नभए पुरै अब धम्क्याउने कि। त्यतिखेर अब आउनको लागि, बाहिर आउनको लागि पुरै धम्काउने कि मेन बाबालाई होइन। अनि त्यसपछि यहाँ आइपुगिसकेपछि अनि त्यसपछि जाने घर जान्छु होइन। त्यसपछि जाने कहाँ बस्न मन लाग्दो रहेछ त। घरमा हुँदा बाहिर आउनु मन लाग्दो रहेछ, बाहिर हुँदा घर जानु मन लाग्दो रहेछ। कतैबाट चित्त नबुझ्ने। ठिक छ, जसो गरेर टाइम बिताइँदैछ होइन। टाइम बित्दैछ बिस्तारै। घर जाने टाइम पनि नजिक आउँदैछ। अलिक टाइम त छ तर पनि नजिक आउँदैछ। त्यस्तै भयो आज होइन। अब सानोतिनो यसो अलिकति रमाइलो गऱ्यो, एक्लै रमाइलो गऱ्यो, साथीभाइहरूसँग रमाइलो गर्नु नपाए पनि एक्लै चाहिँ रमाइलो गऱ्यो होइन। जे जति रमाइलो गर्नु सकिन्छ त्यतिसम्म चाहिँ रमाइलो गऱ्यो आज, एक्लै भए पनि। साथीभाइहरूसँग अरू दिन रमाइलो गरौँ ल। आज चाहिँ अब एक्लै जति रमाइलो गर्न सक्थेँ त्यति चाहिँ रमाइलो गरेँ मैले है त। साथीभाइसँग त अब अरू त्यो पनि आज रमाइलो भएन अब होइन। अरू दिन त रमाइलो भइहाल्छ नि, साथीभाइहरूसँग त अरू बेला पनि हिँडिहालिन्छ नि। कहिलेकाहीँ त एक्लै पनि हिँड्नु पऱ्यो नि त। सो म चाहिँ अब होइन रुमतिर जाँदैछु, जस्ट पुग्न आँटिसक्यो होइन। बाटोमा चाहिँ पनि भिडियो बनाउँ कि भनेको, फेरि अब अब बनाउनु मन लागेन क्या। अलिक गलिसके जस्तो फिल भयो क्या, गले जस्तो फिल भयो। अब एक्लै हिँडेर होला होइन, अब बोल्ने साथी कोही नभएर होला, अलिकति गले जस्तो फिल भयो क्या। त्यही भएर बाटोमा मैले त्यस्तो के भिडियो सिडियो केही बनाइनँ। सिधै भन्दा अब रुमतिर जाने हो, आराम गर्ने हो होइन। भिडियोलाई त अब यस्तै हो, अब धेरै पनि नलम्ब्याउँ। छोटो मिठो भन्दा धेरै लामो भिडियो भइसक्यो होइन। सो अब आजको भिडियोलाई चाहिँ यतैतिर सघाउनुपर्छ होला, किनकि अब रुम पुगिसकेपछि त अब कतै गइँदैन पनि, त्यस्तो भिडियो सिडियो पनि कतै बनाइँदैन। त्यस्तै हो अब होइन। आजको भिडियोलाई चाहिँ यतिमै सकौँ मलाई होइन। छोटो मिठै बनाऊँ भनेको, अब छोटो मिठो भन्दा लामै भइसक्यो जस्तो छ भिडियो पनि। सो त्यही हो अब आजको भिडियो जस्ट पुरै हेर्नुभयो होला, अहिलेसम्म हेर्नुभयो भने चाहिँ बस यहाँसम्म चाहिँ पुग्नुभयो भने होइन, एउटा मिठो कमेन्ट गरिदिनु होला र भिडियोलाई